ट्रायल पास गरेको रिन्यू गर्ने बेलासम्म लाइसेन्स आइपुग्दैन। लाइसेन्स छाप्न सुरु गर्नु पर्यो केन्द्रले कि त प्रदेश सरकारले गर्छ नि त्यसलाई अनुमति दिन पर्यो, नत्र 1 हप्ताभित्रमा हामीलाई निर्णय दिनु पर्यो कि त हामी गर्न सक्दैनौँ भनेर हात उठाउनु पर्यो। उहाँहरू आफू चाहिँ काम नगर्ने र गर्छु भन्ने प्रदेश सरकारलाई पनि उहाँहरूले अनुमति नदिने। यत्रोजना मरेको छ केको लागि? सुशासनको लागि, भ्रष्टाचार अन्त्य गर्नको लागि। यो कर्मचारी युनियन जति पनि छ यो खारेज हुनुपर्छ। एउटा कर्मचारीले कारबाही गर्यो भने सबैले काम नगरिदिने, राजनीतिक दलको पछाडि लागेर हिँड्ने, राजनीतिक नियुक्तिको लागि हिँड्ने, नेताको पछाडि लाग्ने, काम नगर्ने यिनीहरू, अनि दोष मन्त्रीहरूलाई दिने, नेतालाई दिने हो। उनीहरू पनि दोषी छन्। जुन 70 करोडको अडियो काण्ड आएको छ त्यो यही विभागको हो। We want to let the bureaucrats of this country know that they are not। अब तिनीहरू पनि हाम्रो कारबाहीको दायरामा आउँछन्, उनीहरू भाग्न पाउँदैनन् हैन। आफ्नो कर्तव्य त गर्नु पर्यो नि। पासपोर्ट, एनआइडी, नागरिकता, लाइसेन्स सबै एउटै मेसिनबाट प्रिन्ट हुने खालको उहाँहरूसँग प्रविधि छ, त्यो युज नगर्ने हैन। अनि आफ्नो चिने जानेकालाई ठेका दिने प्रिन्ट गर्नलाई, अनि त्यसपछि यो स्थानीय सरकारले गर्छु, प्रदेश सरकारले गर्छु भन्दाखेरि नदिने। हामी चाहिँ आजभन्दा करिब 3 दिन अगाडि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालय पुगेका थियौँ, किनकि उसले चाहिँ हामीलाई सूचना आएको के थियो भने हामी चाहिँ 8 लाख लाइसेन्स छाप्न तयारी अवस्थामा छौँ तर हामीले अनुमति पाएनौँ भनेर चाहिँ त्यो सूचना पाए पछाडि हामी मन्त्रालय गएका थियौँ। अनि तपाईँहरूले अवरोध कहाँबाट भयो भन्दाखेरि उहाँहरूले के भन्नुभयो भने हामीले सुरक्षण मुद्रण विभागमा हामीले पत्र पठाएका छौँ तर उहाँहरूले हामीलाई अनुमति दिनुहुन्न। सुरक्षण मुद्रण ऐन 2081 को दफा 9 को उपदफा 3 ले चाहिँ केन्द्रले काम गर्न सकेन भने प्रदेशलाई चाहिँ दिनु भनेर भनेको छ तर उहाँहरू दिनुहुन्न। उहाँहरूले अर्बौँको मेसिन किनेर थन्काउनु भएको छ, उहाँहरूले काम गर्न सक्नु भएको छैन। काम गर्न सक्नु भएको छैन भन्ने कुरा पुष्टि कसरी हुन्छ भने पासपोर्ट छाप्ने, अन्तःशुल्क स्टिकर छाप्ने, लालपुर्जा छाप्ने हैन, यो सबै कामहरू एनआइडी छाप्ने र नेपाली नोट छाप्नेसम्मको कामहरू उहाँहरूको काम हो तर उहाँहरूले त्यो गर्नु भएको छैन। अहिले राजधानी विभागले आफै पासपोर्ट छाप्दै आएको छ, त्यसको पनि अब म्याद त्यो जुन सम्झौता सकिने बेला भएर अहिले चाहिँ पासपोर्टको कोटा पाइँदैन। तपाईँले अनलाइनमा फर्म भर्न बस्नुभयो भने फर्म भर्न अपोइन्टमेन्ट पाइँदैन पासपोर्टको लागि, स्थिति त्यो छ। अन्तःशुल्क विभागले आफै स्टिकर छपाई गर्दै आएको छ र तपाईँलाई थाहै होला नेपाली नोट चाहिँ विदेशमा गएर छाप्न परिरहेको स्थिति छ। हामीसँग अर्बौँको मेसिन छ, यो केन्द्रले यो विभागले काम चाहिँ गर्दैन। तपाईँहरूलाई जानकारी होला यो विभागको कोही पनि यहाँ मात्र 2 देखि 3 जना कर्मचारीहरू हुनुहुन्छ। आजभन्दा अगाडि जति कर्मचारीहरू 60-65 जना जति कर्मचारीहरू हुनुहुन्थ्यो उहाँहरूलाई भ्रष्टाचारको मुद्दा लागेर अख्तियारले तानेको छ। यो विभागमा कसैले काम गर्न पाइँदैन। उहाँहरूले हामीलाई के भन्नुहुन्छ, हामी गर्दैछौँ भन्नुहुन्छ। उहाँहरूले हामी ठ्याक्क के हामी गर्दैछौँ भन्नुहुन्छ, उहाँहरूले गर्दैछौँ भनेको 10औँ वर्ष भइसक्यो। तपाईहरुले 1 हप्ताको टाइम दिनु भएको छ। हामीले 1 हप्ताको समय दिएको छौँ। हाम्रो अल्टिमेटली गोल भनेको लाइसेन्स पाउनु पर्यो, राष्ट्रिय परिचय पत्र पाउनु पर्यो, पासपोर्ट पाउनु पर्यो, लालपुर्जा पाउनु पर्यो, विभागको सिस्टम चल्नु पर्यो, सिस्टमले काम गर्नु पर्यो। अर्बौँको मेसिन छ, यही मेसिन हामीले बागमती प्रदेशसँग बुझ्दाखेरि के कुरा भयो, यही मेसिन चाहिँ उसले अर्बौँको किनेको छ तर त्यही मेसिन करोडमा चाहिँ बागमती प्रदेशले किनेको छ। त्यहाँनिर भ्रष्टाचार भएको हामीलाई चाहिँ शङ्का छ कि अब 1 हप्तापछि तपाईहरु के गर्नुहुन्छ? यदि हामी आन्दोलनमा उत्रिन्छौँ, हामी आन्दोलनमा उत्रिन्छौँ, हामी सडक सङ्घर्षमा उत्रिन्छौँ। अल्टिमेटली जति पनि कामहरू रोकेको छ यो कर्मचारी तन्त्रले बिगारेको भन्ने चाहिँ हामीलाई थाहा छ। यो कुरा तपाईँहरूले पनि बुझ्नुहोस्, तपाईँहरूले सरकारी कार्यालयमा जाँदा प्रत्यक्ष रूपमा भोग्न पनि पाउनुहुन्छ यो कुरा। मन्त्रीज्यूसँग हिजो सानो भेट भएको थियो तर यो विषयमा कुराकानी भएको छैन। हामी उहाँलाई पनि भेट्ने तयारी गर्दैछौँ। अनौपचारिक भेटघाट यहीँ उहाँ यहाँ आउनु भएको थियो, माथि मुद्रण विभागमै आए बेलामा हाम्रो अनौपचारिक भेटघाट भएको थियो तर उहाँसँग बसेर छलफल चाहिँ यो विषयमा भएको छैन। बागमती प्रदेश सरकारले मैले 8 लाख लाइसेन्स छाप्छु मलाई अनुमति देऊ भन्दैछ, उहाँहरूले त्यो निर्णय गरिदिनु भएको छैन। उहाँहरूको पत्र आइसकेको छ, बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यहाँ पत्र पठाइसकेको छ। उहाँहरूले ऊ चाहिँ मुद्रण विभागको सुरक्षण मुद्रण विभागको अनुमतिको पर्खाइमा मात्र छौ। यहाँबाट निर्णय गरिदिँदा बित्तिकै उसले छपाई गर्न सुरु गर्छ। आज हामी यहाँ आएको चाहिँ के आफूले गर्नु पर्यो के गर्छु भन्नेलाई दिनु पर्यो। संविधान त यहाँ जनताको लागि भएन भनेर संशोधन हुने कुरा हुँदैछ अनि एनमा अड्केर हुन्छ। डेलिभरी चाहिँ दिनु पर्यो क्या, जसले सक्छ त्यसले चाहिँ काम गर्ने हो। हामी आज आएको चाहिँ त्यही हो, हामी 1 हप्ताको अल्टिमेटम दिएका छौँ। 1 हप्तामा पनि काम भएन भने हामी आन्दोलनमा उत्रिन्छौँ।